छोरी कहिले पनि बुहारी बन्न सक्दिन, बुहारी कहिले पनि छोरी बन्न सक्दैन। मलाई होइन उहाँ बुवाको चाहिँ धेरै त भन्दिनँ, अलिअलि कुराहरू चाहिँ ठिक लाग्छ, सबै कुरा चाहिँ ठिक लाग्दैन होइन। तर यो कुरामा चाहिँ म पनि सहमत छु। किन भन्नुहुन्छ भने होइन, छोरी उहाँले भने जस्तो छोरी छोरी नै हो र बुहारी बुहारी नै हो। म पनि कसैको बुहारी हो होइन, म कहिले पनि छोरी बन्न खोज्दिनँ कि। र म कहिले पनि सोच्दिनँ कि म जुन घरमा बिहे गरेर गएँ त्यो घरमा मलाई छोरीको जस्तो ट्रिट गर्नुपर्छ, म छोरी हो भनेर म कहिले पनि खोज्दिनँ। म बुहारी नै हो, म मेरो सासु आमाको खुट्टा ढोग्छु होइन, घरमा गर्नुपर्ने काम सबै गर्छु र म बुहारी नै हो। र म जब मेरो माइतीमा जान्छु म त्यहाँ गएर एउटा सिङ्को पनि भाँच्दिनँ, किनकि म त्यहाँ छोरी हो। अनि तपाईँहरू चाहिँ किन बुहारी भएर बिहे गरेर अर्काको घरमा आएपछि तपाईँ त्यहाँ आएर छोरी किन बन्नु पऱ्यो? तपाईँ छोरी हो त, बुहारी हो नि, अफकोर्स बुहारी हो। सो किन अब छोरी बन्न खोज्नु भएको त? तपाईँले बुहारी भएर गर्नुपर्ने कर्तव्य रेस्पोन्सिबिलिटी गर्दै जानुहोस् होइन, गर्न पनि पर्छ र गर्नु पनि होइन, गर्नु। अनि तपाईँ बुहारीकै ठाउँमा बस्नु, सासूले पनि तपाईँलाई बुहारीकै जसरी ट्रिट गर्नुहुन्छ, त्यहाँ कुनै मनमुटाव आउँदैन र कुनै काम गर्नु पर्यो भनेर मैले यो काम गर्नु पर्यो भन्ने पनि स्टार्ट हुँदैन। यदि म छोरी हो भने तपाईँले जब आफूले आफूलाई छोरी सम्झिनुहुन्छ नि, त्यहाँ स्टार्ट भइहाल्छ। के स्टार्ट हुन्छ भन्दा मैले यो गर्नु पर्यो, मैले यस्तो गर्नु पर्यो, भनेर धेरै कुराहरू त्यहाँ सुरु हुन्छ क्या। त्यही भएर छोरी छोरी नै हो, बुहारी बुहारी नै हो। अरूको घरबाट बिहे गरेर एउटा घरमा अथवा केटाको घरमा आएपछि त्यहाँ आएर छोरी बन्न नखोज्नुहोस्। यदि बन्न खोज्नुहुन्छ भने तपाईँले दुःख पाउनुहुन्छ र तपाईँको मन दुख्नेछ, त्यति भन्न चाहन्छु। र यो हो पनि किनभने होइन, न त्यो एक बुहारीले नै त्यो सासु आमालाई आमा जसरी हेर्न सक्छ, न त्यो सासु आमाले बुहारीलाई होइन। माया त अफकोर्स गर्नुहुन्छ होला एकअर्कालाई र गर्न पनि पर्छ होइन। छोरीले जसरी नगरे नि बुहारीले जसरी गर्नुपर्छ, बुहारीको कर्तव्य निभाउनुपर्छ होइन, घरको काम गर्नुपर्छ, सासु ससुरालाई खुसी राख्नुपर्छ, त्यो तिम्रो बुहारीको काम हो। मैले भन्न खोजेको चाहिँ यो हरेक कुराहरूलाई चाहिँ पोजिटिभ नेगेटिभ दुइटै वेबाट हेर्न सकिन्छ। तपाईँहरू चाहिँ बुहारी भएपछि छोरी बन्न नखोज्नुहोस्, त्यसले चाहिँ तपाईँलाई एकदम दुःख दिन्छ। किनभने हामी बुहारी भएपछि एउटा कुराहरू हामीले सोच्न स्टार्ट गर्छौँ होइन, छोरीको जस्तै एक्टिभिटिज हामीले आश गर्छौँ, अनि त्यो हामीले सासूबाट पाउँदैनौँ, अनि हामी निराश हुन्छौँ। तपाईँलाई किन बन्नु पर्यो छोरी? तपाईँ बुहारी हो त बुहारी नै बन्नुहोस् न, बुहारी नै भएर काम गर्नुहोस्, त्यसमा तपाईँलाई खुसी मिल्छ। आफ्नो सासु आमालाई गर्नुपर्ने कर्तव्य गर्नुहोस्, घरको काम गर्नुहोस् होइन, सबै कुराहरू एक बुहारीले आफ्नो घरमा गर्नुपर्ने कामहरू गर्नुहोस्। म चाहिँ